आज हामी चाहिँ हाम्रो स्वर्गीय मणिकुमार गुरुङको आज 14औं तिथिको दिन उहाँको सुत्याइ कार्यक्रम सम्पन्न गरिसकेको छौँ धर्मगुरुको विधिबाट। र यो कर्मकाण्ड गरे पश्चात अहिले हामी चाहिँ अहिलेसम्म गरेको चाहिँ एउटा बुद्ध धर्मको संस्कार अनुसार हामीले गरेको चाहिँ उहाँको एउटा सुन्खामा उहाँको बासोस भन्ने हिसाबले चाहिँ पूजाहरू गऱ्यौँ। यो गरिसकेपछि हामी एउटा गुरुङहरू भएको नाताले हाम्रो गुरुङहरूको चाहिँ यो संस्कार संस्कार हो। योभन्दा अघिबाटसम्म गरेको हामीले धर्म थियो, धर्मको पाठबाट उहाँलाई चाहिँ हामीले लग्यौँ होइन। र अब भनेको चाहिँ हामी संस्कार हामी के हो त भन्दा हामी गुरुङ हौँ। गुरुङ भइसकेपछि गुरुङले गर्ने संस्कार यसले नै हाम्रो चाहिँ संस्कारहरूलाई चाहिँ बचाएर राखेको छ। र यो गर्ने क्रममा अब भन्दाखेरि फेरि चाहिँ त्यस्तो अप्ठ्यारो हुन्छ होइन। नभन्दाखेरि पनि भन्नुपर्ने कुराहरू बाध्यता नै हुन्छ है। कस्तो भने यो गर्नुको कारण अर्थहरू यसको थुप्रै अर्थहरू छ है। किन गरिन्छ र के को लागि गरिन्छ भन्ने कुरो पनि हामीले बुझ्न जरुरी छ। बुझिसकेपछि त्यसैलाई फलो गरेर लिएर गयौँ भनेदेखि त्यो वास्तविकता हुन्छ। नभएदेखि त्यसलाई फलो गरेन भने चाहिँ के हुन्छ भन्दाखेरि यस्तै त थियो नि भन, यसै त गरेको थियो नि भन, गुरुले यसो गर्छ अरे भन, अरेकोतिर मात्रै जान्छ क्या गर्ने संस्कार हो। यो संस्कार चाहिँ विशेष फोकस चाहिँ माइती र माउलीलाई दिइन्छ। र कोकसको माइतीलाई दिने र कोकसको माउलीलाई दिने भन्ने कुरो चाहिँ हामीले बुझ्न जरुरी छ। हामीले बुझिसकिसकेपछि फेरि अर्कालाई बुझाउन जरुरी छ क्या होइन। अब बुढो माउली खोजिन्छ, कस्तोको बुढो माउली खोजिन्छ, माउली कस्तोलाई खोजिन्छ र माइती कस्तोलाई खोजिन्छ भन्ने बुझ्न जरुरी छ। अहिले भरे तपाईँले हेर्दै जानुभयो भने यसको चाहिँ किन चाहिँ त्यसो हो रहेछ त भन्ने कुरो फेरि तपाईँले बुझ्नुहुन्छ है। सबैभन्दा पहिलो कुरो चाहिँ हामी छोरा मान्छे मऱ्यो, छोरा मान्छे मरेको छ भने उहाँको बुढो माउली खोज्छौँ हामी। बुढो माउली भनेको चाहिँ जुठो बाएर बस्नेको बुढो माउली हुन्छ है, मर्नेको बुढो माउली भएन, मर्नेको माउली खोज्यो। मरेको माउली किन खोजेको भन्दा हाम्रो पहिलेदेखि नै चाहिँ फुपूचेला मामाचेला चलेको थियो होइन। अनि त्यो ज्वाइँ भयो नि त उहाँको त भनेपछि ज्वाइँ बित्यो भने त ससुरालाई थाहा हुनु पऱ्यो नि त। त्यस हिसाबले चाहिँ छोरा मान्छेको माउली भयो। अब त्यो छोराको चाहिँ छोराहरू चाहिँ जुठो बाएर छोराछोरीले जुठो बाएर बस्दा चाहिँ उसको चाहिँ बुढो माउली भयो होइन। अनि छोरा मान्छेको चाहिँ बुढो माउली खोजेर जान्थ्यो। अब छोरी मान्छेहरू चाहिँ मृत्यु भयो, छोरी मान्छेले मृत्यु भएको छ भनेदेखि चाहिँ बिहा गरिसकेको छोरी मान्छेले मृत्यु भएको छ भनेदेखि चाहिँ उसको चाहिँ हामी माउली खोज्छौँ। के अरे माउलीहरू चाहिँ माइती खोज्छौँ, माउली खोज्छौँ। किन भन्दा बिहा गरिसकेको छोरी मान्छेको चाहिँ घर परिवार त्यही माउली पनि भन्छ क्या। कतिको चाहिँ नभएको हुन्छ, अर्को थरी गुरुङसँग बिहा भएको हुनसक्छ। तर हाम्रो फुपूचेला मामाचेला चल्ने हिसाबले गर्दाखेरि चाहिँ त्यो बिहा गरिसकेको छोरी त होइन मामाकै बुहारी हुन्छ नि त। त्यसले गर्दाखेरि उसले माइती मात्रै खोजिन्छ। अब फेरि यहाँ चाहिँ किन माउले बोलायो भन्ने कुरो आउँछ। अनि अब त्यो माउली पनि बोलाउनुपर्छ भन्ने चलनले हामी बुहारीहरूको पनि माउली खोज्छौँ क्या, बोलाइदिन्छौँ। तर बुहारीको माउलीहरू बोलाउनु पर्दैन। अब किन त्यो भन्दै गर्दाखेरि सबैको चाहिँ त्यसो गर्दै 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 अन्तिम आइसकेपछि जस्तै जुठो भएर बस्नु भएको छ। अब अहिले चाहिँ यहाँ सम्धीको जुठो भएर चाहिँ के अरे बुवाहरू बस्नु भएको छ, बुहारी छोरी बसिरहेको छ होइन, नानीहरू बसेको छ। नानीहरू त अब घरको छोरा जत्तिकै भयो, तर बिहा गरेर गइसकेपछि त उहाँ त छोरा जत्तिको भएन होइन। त्यसो भइसकेपछि अब छोरा जतिको भएको भए पनि के हो त भन्दा छोरीहरू भोलि त बिहा गरेर जानुहुन्छ। तपाईँले सबैले माइतीले बुढो माउलीले तपाईँको चाहिँ अर्को माउलीहरूले सबैले जुठो फालिसकिसकेपछि पनि फेरि रेखा र सम्धीहरूले यो नानीहरूलाई टिका लगाइदिनुपर्छ क्या। उहाँको जुठो गएको हुँदैन, तपाईँले जुठो फालेर पनि उहाँको चाहिँ गएको हुँदैन क्या, किन छोरीहरू हो नातिहरूको। अब उहाँहरूको चाहिँ फेरि रेखाहरूले आमाहरूले फालिनुपर्छ होइन। त्यो भएको हिसाबले यो चाहिँ गरिएको एउटा संस्कार हो र यो चलन हो। हामीले यो चलनलाई चाहिँ बुझ्न जरुरी छ। नबुझ्दै गर्दाखेरि के हुन्छ भन्दाखेरि हामीले चाहिँ माउली बोलाउनु त भनेर सबैले माउली बोलाएर बोलाउँदै गइन्छ। कारणवश अहिले हाम्रो रेखाको माउली बुढो माउली खोज्दै जाँदा घुन्डेहरू हुनुहुन्छ होइन। लामाको त पुटुमेरी नै हो, चलिहाल्छ। बाहिर रेखाको चाहिँ माउली बुढो माउली त लामै पनि त पर्न सक्थ्यो नि त। लामैले आएर फेरि लामाकै जुठो त खालिँदैन थियो होइन। त्यसले गर्दाखेरि मेरो चाहिँ माउली त के अरे हाम्रो लामा पर्दैन नि त, घुन्नै पर्छ बोलाउन भन्दै जाँदाखेरि इभन चाहिँ अब जेठानी देउरानीको सबैको कसै न कसैको पर्न सक्छ। अनि जेठानीको बोलायो, देउरानीको बोलायो, मेरो चाहिँ भएन, उसै भएन, मेरो नै बोलाउँछु भन्ने चाहिँ अनि त्यहाँ चल्न थालिहाल्छ क्या। अनि त्यो बोलाउँदै जाँदै गर्दाखेरि त आफ्नै मान्छे आएर जुठो फालिदिन्छ। त्यसले गर्दा यो जुठोको संस्कारमा चाहिँ कुटुम्बाले फालिने हो, माइतीले फालिने होइन। र यिनै कुराहरू मैले यो यहाँलाई चाहिँ प्रस्तुत गरेँ। यसदेखि पछाडि हाम्रो चाहिँ यो जो सम्धी जाँदाखेरि सम्धीको माउली भनेर दाइहरू हुनुहुन्थ्यो होइन। दाइहरूले चाहिँ सुरुवातमा चाहिँ त्यो लिदिनुभयो। अब तपाईँले यसमा आज यो धुप बालिदिनुहुन्छ, यहाँ धुप बालिसकिसकेपछि धुप सुन्नुहोस् है, धुप बालिदिनुहुन्छ। यो कोसेली राख्नु भएको छ घर परिवारबाट। यो कोसेली चाहिँ बुढो माउलीलाई पनि अनि हाम्रो रेखाको माउलीलाई पनि माइतीहरू सबैजनाको लागि राखेको छ है। अब हजुर पहिला यो बालिदिनु दाजु धुप त्यसलाई तपाईँले अब त्यो बालिदिनु
के गरेको भन्दाखेरि अहिलेसम्म जुठो थियो क्या घरको चाहिँ कुलहरू देवी देवताहरू चाहिँ सबै कुल खानेहरू चाहिँ सबै जुठोमा बसिरहेको छ। अब हामी चाहिँ कुटुम्बीहरू आएर चाहिँ यहाँ धुप बालेको होइन। दाइले के गर्नुहुन्छ भने यहाँ टिका छ, त्यो टिकाहरू यो वस्तु चाहिँ तपाईँले यो हामी सबैको कोसेली हो, यो कोसेलीले सर्छ स्वीकार गरेर अहिले त्यसलाई अहिले गरेका छौँ। यसले तपाईँले आएर के भन्नु तपाईँको चाहिँ जयन्ती लादु गर्नु है। अब यहाँ आज जुठो बारेको हिसाबमा खासै भन्ने हो भनेदेखि चाहिँ सम्झीको जुठो बारेको चाहिँ जुठो त सबैले बारेको छ होइन, सबैले बारेको छ, अहिले बारेको छैन भन्न खोजेको होइन। तर चाहिँ अब सम्झीको घटना भइसकेपछि सम्झीको छोरीहरू र रेखालाई विशेष फोकस हो पहिला होइन। सुन्नु न, विशेष फोकस हो। किन भन्नुहुन्छ भने अब उहाँ त सम्झी बुवा हो नि त, बुझ्नुभयो नि। तपाईँको चाहिँ एउटा जयन्तीलाई भोगेसम्म तपाईँले आइदिन पाउनुहुन्छ, पहिले मलाई ज्वाइँको सिट राखिदिनु। उहाँहरूको तिनजनाको विशेष अब अरू घर परिवारहरूलाई चाहिँ तपाईँहरूले जुठो बाएर बस्नुभएको, तपाईँहरूलाई चाहिँ लाउनु जरुरी त थिएन, कुरा बुझ्नुहोस् है। अब तपाईँहरू सबैजना अहिले भरे गर्ने हो नि त, विशेष त यहाँ उहाँ सम्झीहरू हुनुहुन्छ होइन। अब तपाईँले के भन्नु भेनालाई लगाइदिनुहोस् न, भेना लगाइदिइसकेपछि त्यहाँ तपाईँले चाहिँ रेखालाई लगाइदिनुहोस्, कान्छा सम्झीलाई लगाइदिनुहोस्, अनि छोरीलाई लगाइदिनुहोस्, उनीहरू लगाइदिनुहोस्।